कति गफ लाउँछौ भएको नभएको, रियल कुरा सुन शङ्खुवासभाको। विश्वको 5औं शिखर मकालु हाम्रो शिर हो। 7,000 भन्दा माथिको 4वटा हिमाल त हाम्रै जिल्लामा छन्। विश्वको होचो उपत्यका हाम्रो आँगन। शिव पार्वती बस्ने गुफा हाम्रै जिल्लामा छ। शिवले नुहाउने धारा नै शिवधारा हो, त्यो पनि यहीँ छ। सतीदेवीको देब्रे आँखा त यहीँ पतन भएको हो, नपत्या सिद्ध कालीमा आएर हेर्दा हुन्छ। गणेशले वेद लेखेको भूमि शङ्खुवासभा हो, अरूले भनेको नटेर्दा हुन्छ। ताल पोखरी र कुण्ड त कति कति, झरनामा त हामी नुहाउन जान्छौँ। स्वाचीले खुकुरी, चैनपुरे करुवा, अल्लोको कोट र पाङमाली सरुवा, सभा खोलाको असला माछा शङ्खुवासवालीले बाहेक अरू कसैले खान पाछ? बरफभन्दा चिसो पानी त बरुणमा बग्छ, अनि शङ्खुवासवालीलाई सक्छ। शङ्खुवासवालीसँग गर्न सक्दैनौ सामना, गीत सुनेको होला नि, वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनोकामना भनेर साध्य छैन हौ। 32वटा गुराँस सुनेको होला तिमीहरूले, 29वटा त शङ्खुवासभामा फुल्छ। 431 जातको चराचुरुङ्गी त हाम्रै वनमा डुल्छ। रेड पाण्डा र काँडे भ्याकुर यहीँ पाइन्छ। कालिजको मासु खाएर दाँत कोट्याउँदै हामी तिब्बततिर घुम्न गइन्छ। चिराइतो, यार्सा गुम्बा, 5 औँले ठुलो हो कति, बिखुमा पाखनबेद जडीबुटी त कति कति, एउटै घरमा अलैँची त कति फल्छ। 1 बोट रुद्राक्षको दाम मात्रै सुन्यो भने उस्तै मान्छे त ढल्छ। अलि वर्ष पर्ख साथी हो, 900 मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट नेपालभरि बिजुली बल्छ। अन्त्यमा प्लेनमा तुम्लिङ झरेर मोटरमा खाँदबारी गफै गर्ने भए आऊ शङ्खुवासभा, बसौँला बात मारी।